ल साथीहरू सम्पूर्णमा नमस्कार है। आज म तपाईँहरूलाई एकदम महत्त्वपूर्ण जिकेको जुन काम लाग्ने जुन क्वेसन छ त्यो तपाईँहरूले महत्त्वपूर्ण जिकेको एन्सर दिन गइरहेको छु। ल क्वेसन नम्बर 1 मा हेर्नुहोस् त साथीहरू, नेपालमा राजतन्त्र अन्त्यको घोषणा कहिले भएको थियो? नेपालमा राजतन्त्र अन्त्यको घोषणा कहिले भएको थियो त 2065 जेठ 15 मा चाहिँ नेपालमा राजतन्त्रको अन्त्यको घोषणा भएको थियो। त्यस्तै क्वेसन अर्को क्वेसन हेर्नु साथीहरू के छ, संविधान सभाको दोस्रो निर्वाचन कहिले भएको थियो? संविधान सभाको दोस्रो निर्वाचन कहिले भएको थियो? 2070 मङ्सिर 4 गते चाहिँ संविधान सभाको दोस्रो निर्वाचन भएको थियो। त्यस्तै अर्को क्वेसन के छ साथीहरू, नेपालको संविधान 2072 कहिले जारी भएको हो? यसको सही आन्सर के हुन्छ साथीहरू? 2072 साल असोज 3 गते यो संविधान चाहिँ जारी भएको हो। त्यस्तै अर्को क्वेसन के छ साथीहरू, हेर्नुहोस् त, नेपालको संविधान 2072 को पहिलो संशोधन कहिले भएको थियो? नेपालको संविधान 2072 को पहिलो संशोधन चाहिँ 2072 साल फागुन 16 गते चाहिँ भएको थियो है। साथीहरू ध्यान दिनु होला, मोस्ट इम्पोर्टेन्ट क्वेसन छ। त्यस्तै अर्को क्वेसन, नेपालको नयाँ नक्सा कहिले जारी भएको हो? नेपालको जुन नयाँ नक्सा छ त्यो कहिले जारी भएको हो त 2077 साल जेठ 7 गते चाहिँ नेपालको नयाँ नक्सा जारी भएको हो। त्यस्तै अर्को क्वेसन के छ साथीहरू, सार्कका नयाँ महासचिव को हुन्? सार्कको 9वटा महासचिव छ अहिले, त्यो नयाँ महासचिव को हो त गोलाम सारबार बङ्गलादेशका, गोलाम सारबार बङ्गलादेशका। त्यस्तै अर्को क्वेसन के साथीहरू, हेर्नुहोस् त, बीबीसीको प्रभावशाली महिला सूची 2023 मा परेकी नेपालकी सामाजिक अभियन्ता को हुन्? को हो त रुक्सान कपाली। रुक्सान कपाली 2023 बीबीसीको परेको नेपालको महिला हुन् है। त्यस्तो अर्को क्वेसन के छ साथीहरू, नेपालमा पहिलो समलिङ्ग विवाह कुन ठाउँमा दर्ता भएको हो? नेपालमा पहिलो समलिङ्ग विवाह कुन ठाउँमा दर्ता भएको हो त लामजुङको दोर्जे भन्ने ठाउँमा भएको हो। त्यस्तै अर्को क्वेसन के साथीहरू, हेर्नुहोस् त, मिस युनिभर्स नेपाल 2023 को उपाधि जित्ने सुन्दरी को हुन्? मिस युनिभर्स 2023 को उपाधि जित्ने सुन्दरी दीपिका जेन ग्यारेट। दीपिका जिन ग्यारेटले मिस युनिभर्स 2023 को उपाधि जित्ने व्यक्ति हुन्। त्यस्तै अर्को पुरस्कार के छ क्वेसन साथीहरू, पद्मश्री साहित्य पुरस्कार